परमेश्वरको वचन तपाईँ र मलाई निको पार्न आउँछ। परमेश्वरको वचन तपाईँ र मलाई जीवित पार्न आउँछ, आशिष लिएर आउँछ परमेश्वरको वचनले चाहिँ। त्यो वचनलाई चाहिँ हामी ठिक तरिकाले जान्ने हो, बुझ्ने हो भनेदेखि अनि अलिकति अगाडि हेरौँ। तर सोचौँ हामीले कसरी तपाईँको नाउँको अवहेलना गर्यौँ। परमप्रभुले भन्नुभयो, पुजारीहरू हो तिमीहरूले मेरो नाउँको अवहेलना गरिरहेको छौ भनेर भन्नुभयो। अनि अब तपाईँ हामी उल्टै प्रभुलाई प्रश्न गर्दैछौँ। तर सोचौँ हामीले कसरी तपाईँको नाउँको अवहेलना गर्यौँ। परमप्रभु तपाईँको अवहेलना गरौँ हामीले। हामी सङ्गति गइरहेको छौँ त, आराधना पनि गइरहेको छौँ त, प्रार्थना पनि गरिरहेका छौँ त, होइन, गीत भजन पनि गाइरहेका छौँ त, कसरी गर्यौँ त भन्दै गर्दाखेरि चाहिँ परमेश्वरले के भनेछ, तिमीहरू मेरो वेदीमा बिटुलो खानेकुरा चढाउँछौ, नराम्रो खानेकुराहरू चढाउँदैछौ, खोटो खानेकुराहरू चढाउँदैछौ, मनलागी पाराले चढाउँदैछौ, मनलागी पाराले हेर्दैछौ, आफूले तिमीहरूलाई जे मन लाग्छ त्यो मात्रै गर्दैछौ। तर जुन कुराहरू परमेश्वरलाई मन पर्ने छ त्यो कुराहरू गरेको छैनौ। तर जुन कुरा परमेश्वरलाई मन पर्दैन, जुन कुरा हामीलाई मन परेको छ त्यही मात्रै हामीले गरिरहेको छौँ। त्यसै कारण चाहिँ तिमीहरूले मेरो नाउँको अवहेलना गर्दैछौ भनेर परमेश्वरको वचन हुन्छ। तिमीहरू सोच्छौ हामीले तपाईँलाई कसरी बिटुलो पार्यौँ र परमप्रभुको टेबल घिनलाग्दो छ भनेर। जब तिमीहरूले अन्धा पशुहरू बलिदान चढाउँछौ तब के त्यो भुल कुरो होइन र भन्छ। यहाँ पशु लङ्गडा हो, अन्धो भए अथवा अरू कुनै प्रकारको खोट भए त्यस्ता कुरा परमप्रभुको सामुने नचढाउनु अथवा बलिदान भनेर ल्याएको बलिदानको। तर अहिले चाहिँ तपाईँ र मेरो परमेश्वरको वचनले बोलेको कुरा चाहिँ हृदयको बलिदानको कुरा हो। कस्तो चाहिँ हामी चढाउँदैछौँ, कुन परमेश्वर लागि साँचो मनले चाहिँ आदर गर्दछ परमेश्वर। हितोपदेश 3:9-10 पद सारा सम्पत्ति आदर गर भरिएर हामी पोखिनेछ, तेरो भाडाहरू चुल्लिनेछ। अनि मत्तीको पुस्तकमा त्यसै भनेको होइन, पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, त्यसपछि सबै कुरा तिमीहरूको पछि पछि आउनेछ। हालेलुया। परमेश्वरको वचन चाहिँ तपाईँ र मेरो लागि चाहिँ यति आशिषहरू लिएर बसी, यति आशिष पछि पछि परमेश्वरले चाहिँ उहाँले राखेको छ तपाईँ र मेरो लागि। हामीले उहाँको आशिषलाई ग्रहण गर्न सकिरहेका छैनौँ, अवस्थाहरू छ। अनि यहाँ लेखेको छ यशायाको पुस्तकमा, मत्तीको पुस्तकमा नै हेरौँ अलिकति लेखेको छ भने मत्ती 15:8 तपाईँले हेर्नु भने त्यो यशायाको खण्डमा चाहिँ यहाँ मत्तीमा ल्याएर गावेको, यस जातिले मलाई ओठले हृदयमा तिनीहरू मेरो उपासना गर्छ, तिनीहरूका मानिसले विधि हुनुहुन्छ। मानिस यी जातिहरूले चाहिँ अब कसलाई भन्दै हुनुहुन्छ त परमेश्वरले, यो जातिहरूले चाहिँ कोटले मात्र मलाई आदर गरिरहेका छन्, यिनीहरूको हृदय टाढा, यिनीहरूले गरेका सबै कार्यविधिहरू चाहिँ मानिसले सिकाएको, ल यसो यसो गर्नु, यसो यसो गाउनु, यसो यसो भन्नु, यसो यसो पढ्नु, यो चाहिँ मानिसले सिकाएको हुन्छ। परमेश्वरलाई चाहिँ त्यस्तो प्रकारको कार्य मन पर्दैन, त्यस्तो प्रकारको चाल, त्यस्तो प्रकारको व्यवहार मन पर्दैन। तर यदि साँच्चै हामी परमेश्वरलाई आदर गर्छौँ, परमेश्वरलाई बाबु ठान्छौँ, परमेश्वर मालिक ठान्छ, हामी मान गर्न भने चाहिँ हामीले काम गर्नुपर्छ। त्यो चाहिँ परमेश्वरलाई ग्रहणयोग्य परिकार हुन्छ। त्यो कुरा चाहिँ परमेश्वरले चाहनु भएको। पदमा मत्तीको पुस्तकमा, के तिमीहरूलाई थाहा छैन जे मुखभित्र पस्छ त्यो पेटमा जान्छ, जुन कुरा मुखबाट बाहिर आउँछ ती हृदयबाट निस्किन्छ र तिनैले मानिसलाई अशुद्ध तुल्याउँछ। किनकि हृदयबाट नै खराब विचार, हत्या, परस्त्री गमन, व्यभिचार, चोरी, झुटो, गवाई दिने, निन्दा निस्किन्छ भन्छ।
खाएको कुराले चाहिँ मानिसलाई अशुद्ध पारेन, तर जुन कुरा भित्रबाट निस्केको कुरा छ त्यो कुराले चाहिँ मानिसलाई अशुद्ध पार्छ भन्छ। मतलब हृदयबाट चाहिँ नराम्रा कुराहरू निस्किँदो रहेछ। हृदयबाट चाहिँ जब हामी साँचो तरिकाले कसैको भलाइ चाहन्छ भने त्यो तर